हाई एभ्रिवान, अरूको भिडियोमा चाहिँ कति धेरै भ्युज आउँछ, मेरोमा चाहिँ लाइक भ्युज कमेन्ट आउँदैन भनेर धेरै टेन्सन लिने काम चाहिँ नगरौँ है साथीहरू। लाइक गर्ने कमेन्ट गर्ने त अरूको हातको कुरा हो नि त। उहाँहरूले लाइक गर्नुभयो, कमेन्ट गर्नुभयो, भ्युज गयो, धेरैजनासँग पुग्यो, भ्युज आयो भने इट्स ओके, राम्रै। आएन भने नि ठिकै छ, के भयो त नि। तर पनि यस्तो भोइसको ओभर गरेर अरूको गीतमा भन्दा नि भोइस दिएर चाहिँ भिडियो बनाउने बानी गऱ्यो भने चाहिँ हाम्रो चाहिँ सेल्फ इम्प्रुभमेन्ट चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो कि मलाई। किनभने म अरू आफ्नो सर्कलभन्दा बाहिर चाहिँ अलिकति आफ्नो कुराहरू सेयर गर्न अनि भन्न खोज्छु भनेको कुराहरू भन्न नसक्ने अलिकति डर जस्तो फिल हुन्छ कि मलाई है। अनि मैले चाहिँ पहिलो भिडियो चाहिँ भोइस दिएर चाहिँ त्यो अकबरे खुर्सानीको राखेको थिएँ, धेरै भएको छैन मैले यसरी भिडियो बनाएर हाल्न थालेको। त्यो भिडियोमा मैले भोइस दिँदाखेरि अक्क न बक्क के भन्ने के नभन्ने के लेखेर यसरी हेर्दै भनेको थिएँ कि मैले। अनि मलाई चाहिँ अहिले चाहिँ लेख्न नि पर्दैन, कस्तो रमाइलो लाग्छ कि त्यसपछि चाहिँ इन्जोय जस्तो हुँदो रहेछ। अनि मैले चाहिँ भिडियोहरू बनाएर अनि अहिले चाहिँ भोइस दिएरै हाल्न मन लाग्छ कि गीतहरूमा जोडेर भन्दा पनि रमाइलो नि हुन्छ। त्यही भएर अरूले लाइक दिए नि ठिकै छ, नदिए नि ठिकै छ भनेर चाहिँ भिडियो बनाउन नछोडौँ है साथीहरू। थ्याङ्क यू फर वाचिङ।